ए मौकामा छिर्दिनु पर्छ क्या बिना टिकट दुईटाको लाइन गयो लाइन गऱ्यो सत्यनाश चितवनको के नेपालको त्यहाँ केही भएन कुलमान घिसिङ के गरेको यो हो क्या महसभाको भोलसम्म लाइटै गयो लन्डन ब्रिजको लाइटै निभ्यो आज सबिन राई आएको हेर त मान्छेको धेरै लाइन गयो घुम्ने कुराधरि लाइन गयो लन्डन ब्रिजको आयो ल आधी मात्र आयो है आधी मात्र आयो है के हो मुला बन्द हुने हो क्या यताको आएन दुइटाकै यसको आयो ठ्याक्कै मैले भिडियो स्टार्ट गर्ने लाइन जाने भएन यो भएन तरिका लोड सेडिङ भयो के गरेको यो कुलमान घिसिङ यत्रो ठुलो मौसममा धरि लाइन गयो उहाँबाट अझै आउँदैछ यत्रो मान्छे टिकट काट्ने ठाउँ चाहिँ यहाँनिर कहाँनिर मान्छेले छैन टिकट काट्नु यो टिकट काट्नु हेर्नु मान्छेहरू कतिहरू अझै आइपुगेन है लाइन आएर पुरै अझै बाबा मान्छे कतिहरू आयो टिकट काट्नु भने लन्डन ब्रिजको लाइन गयो मौसममा लाइन गयो नारायणी मौसममा धरि लाइन गयो यार अनि त्यहाँ घुम्ने कुरामा धरि लाइट बोलेको छैन ए मौकामा छिर्दिनु पर्छ क्या बिना टिकट दुईटाको लाइन गयो पैसा माग्न आएन हामी चाहिँ ओइ लाइनै गइरहेन मौसमको त यार जाने भएछ मलाई अब पैसा उठाएर 300 रुपियाँ टिकट आज सधैँ 100 रुपियाँ हुन्थ्यो होइन महोत्सवको अनि आज सबिन राईहरू 4-5 वटा बिहान आएको भएर चाहिँ 300 रुपियाँ टिकट मान्छेको भिड हेरेर हाम्रो खतरा चितवनको सबजना जस्तो आज बल्ल आयो लाइन होइन त लाइट बोलेको बल्ल बाफ किरा मकोडा जसरी आउँछ मान्छे त अझै लाइन आएन हो लाइन आएन बल्ल आयो ल बल्ल लाइन आयो ल मान्छेको भिड हेर्नुलाई चितवन महोत्सव यो चितवन नारायण महोत्सव